म फर्केर फेरि 6 वर्ष अगाडि पुगेको भए यो गर्थ्यो होला भन्ने सोच्दै गर्दाखेरि मैले हुन्छ नि मेरो आफ्नो एक्सपिरियन्स र मेरो गल्तीहरू सेयर गरेर राखेको हो। मैले जुन बाटोबाट आएँ त्यो बाटोमा यदि इनिसियल फेजमै कोही छ भने दे विल बी बेनिफिटिङ फ्रम दिस भन्ने हिसाबले नै यो चिजहरू सेयर गरेर आउँछु। आइम नट अ फाइनेन्सियल एडभाइजर, तर वान अफ द थिङ द्याट आई वुड लाइक टु से मेरो आफ्नो एक्सपिरियन्सबाट चाहिँ त्यो फाइनेन्सियल एजुकेसन र फाइनेन्सियल लिट्रेसीवाला चिजहरू चाहिँ अलिकति जान्ने हुनुपर्दो रहेछ। वाइ म माइक्रोबायोलोजी पढेको होइन, एन्ड माई थट प्रोसेस वाज लाइक माइक्रोबायोलोजी पढेको छ, साइन्स डिपार्टमेन्ट हो एन्ड एभ्रिथिङ लाइक द्याट, म काम गर्छु, कमाउँछु, खान्छु, यताउता हुन्छु भन्ने सोचे होइन। तर इभेन्चुली त्यो हुन्छ नि फाइनेन्सेस पाटोहरू चाहिँ म त्यो साथीहरूसँग केटाहरूसँग बसेर कुराकानी गर्दाखेरि पनि हामी सेयरहरूको कुराहरू पनि हुन्थ्यो, यताउता गर्थ्यौँ। लाइक न यो खासै चिज मेरो चिज होइन, नट माई थिङ भनेर भन्थेँ क्या। एन्ड आम नट लाइक मोटिभेटिङ अर पुसिङ एनी वान। तर अहिले त्यही त्यो अगाडि 6 वर्ष अगाडिको शशाङ्क ओझालाई मैले भन्नु पऱ्यो भने चाहिँ ब्रो विदेश आइस, काम गर्न थालिस्, ल ओके ठिकै छ, त्यो खाता अब अलिकति कमाएको चिज चाहिँ सेभ गर्न थाले भनेर भन्छु होला। यु डोन्ट हेभ लाइक स्पेसली एभ्री न्यू कमर जुनसुकै ठाउँमा होस्, युएस, युरोप, अस्ट्रेलिया, क्यानाडा, जर्मन, नेदरल्यान्ड्स, जहाँ जतासुकै गएको भए पनि यदि कमाउन थाल्नु भएको छ, सानै पैसा होस्, हप्ताको $200 कमाइराख्नु भएको छ भने पनि त्यसबाट 10% चाहिँ सेभ गर्न थाल्ने, त्यो सेभबाट इन्भेस्ट गर्न थाल्ने। किनभने चाहिँ अब अहिले मलाई थ्याङ्कफुल्ली म आएको 2019 आएको थियो होला, त्यतिखेर चाहिँ है के मेरो चाहिँदैन कता के छ भन्ने कुराहरू नै सोचिराखेको थिएँ। इभेन्चुली मेरो मिल्ने साथी आस्था ऊ यहाँ आयो, अनि सी वाज मोर इन्टु दिस थिङ, अनि उसले मलाई यो सेयर मार्केटहरूमा अलिअलि हाल्ने, लाइक इन्भेस्टमेन्ट, नट लाइक जुन ट्रेडिङवाला हिसाबले भन्दा पनि इन्भेस्ट गर्नुपर्छ भन्ने हिसाबले हाल्न थाल्यो भनेर उसले लाइक त्यो नलेज दिएको कारणले गर्दाखेरि अहिले सुरु गरिरहेको छु। 2023देखि चाहिँ 2024 आई थिङ्क त्यहाँदेखि सुरु गरेको 3-4 वर्ष भयो होला होइन, केनेडियन मार्केटमा एक्सपोजर भइरहेको। अनि त्यो आफैलाई हुन्छ क्या, मलाई थुक्कै हेर 2019 आएको थिएँ नि त म, सो 29देखि नै अलिअलि त गर्नुपर्ने रहेछ नि भन्ने, त्यही अभियसली थाहा पनि हुँदैन थियो। अनि आई वाज लाइक एउटा डाइरेक्सनमा फोकसवाला चिजहरू मात्रै भइरहेको पनि होला। सो माई सजेसन टु एनी वान, नयाँ हुनुहुन्छ, पुरानो हुन्छ, जता जे गर्नुहुन्छ, स्टार्ट इन्भेस्टिङ होइन। लाइक हेर्ने अभियसली लाइक प्रपर नलेजहरू लिने एडभाइजरहरू हुन्छ, झन् क्यानाडा, युरोप, लाइक हुन्छ एनिवेयर एडभाइजरहरू हुन्छ, उनीहरूसँग कुरा गरेर गर्नमा चाहिँ गर्ने भयो। अझ एआईको जमाना छ, सोधेर त्यो चिजहरू गर्दाखेरि पनि हुन्छ। बट वाट आई वुड हाइली रेकमेन्ड, भर्खर आएको छ, चिल छ नि त भन्ने त ठाउँमा छ, त्यो सँगसँगै इफ यु स्टार्ट टु अर्न, अलिकति भए पनि कमाउन थालेको छ भने जति कमाएको छ 10देखि 20% चाहिँ इन्भेस्ट गर्न थाल्ने, लाइक सेभ गर्न थाल्ने, जसले गर्दाखेरि चाहिँ त्यो बढ्दै जानेवाला चिजहरू हुन्छ। अब अहिले रिसेन्टली चाहिँ त्यही मैले मेरो साथीले भनेदेखि चाहिँ मैले वेल्थ सिम्पल भन्ने एउटा लाइक इन्भेस्टिङ सेन्टर चलाइरहेको छु, विच इज नाइस, लाइक स्पेसली बिगिनर फ्रेन्डली रहेछ। मैले चलाउँदै गर्दाखेरि लाइक आई सेड आई ह्याड एब्सोल्युटली नो आइडिया, नेप्से भन्थ्यो, के भन्थ्यो, बियर बुल यताउता भन्नु भन्थ्यो, लाइक आएर न म त माइक्रोबायोलोजी गरेको, मलाई यो थाहा छैन भन्ने हुन्थ्यो। तर इभेन्चुअली चाहिँ होइन, यो चिजहरू पनि थाहा पाउनुपर्ने चिजहरू हुँदो रहेछ। अब अहिले सोसियो इकोनोमिक, यो पोलिटिकल, जियो पोलिटिकल चिजहरूले गर्दाखेरि कता के भइरहेछ होला कुराहरू पनि थाहा पाउनु, होइन यो जान्नुपर्ने चिजहरू जस्तो चाहिँ रहेछ भन्ने हुन्छ। सेड द्याट त्यही मैले वेल सिम्पलबाट चलाइरहेको छु, विच इज लाइक भेरी बिगिनर फ्रेन्डली। इफ यु हेभ नट युज, अहिलेसम्म मैले इन्भेस्ट गरेकै छैन, यो सेयर मार्केट गएर मलाई थाहा छैन भन्ने जस्तो लाग्छ भने आई हाइली रेकमेन्ड यु युज द्याट। यो त्यो भिडियोको अन्तिममा लिङ्क जोडिदिन्छु, त्योबाट फलो गर्नु। आई थिङ्क यु विल गेट $25 वर्थ अफ सेयर, $25 पाउन सक्ने हुन्छ त्यो लिङ्कबाट गऱ्यो भने। एन्ड देन होपफुल्ली हुन्छ नि, त्यो एउटा बानी जस्तो हुन्छ। अनि स्पेसली न्यू कमर हुनुहुन्छ, भर्खर स्टुडेन्टहरू, भर्खर यङ स्टुडेन्टहरू हुन्छ, अनि के छ कसो छ वाला कुराहरू भएको छ भने चाहिँ आई हाइली रेकमेन्ड स्टार्ट वर्किङ अन इट, लाइक हुन्छ नि हेर्न थाल्ने। फर्दर इन्फर्मेसन चाहियो भने यु क्यान अलवेज लाइक डिएम मी, फाइनेन्सियल एडभाइजरहरू। अगेन आई एम नो वे नियर बिङ अ फाइनेन्सियल एडभाइजर, मैले आफ्नो एक्सपिरियन्स सेयर गरेर मात्रै हो, बट आई क्यान डेफिनेटली कनेक्ट विथ यु, लाइक कनेक्ट यु गाइज विथ इफ यु निड एनी फाइनेन्सियल एडभाइसेस, कोही मान्छेहरूसँग म कनेक्ट गरिदिन चाहिँ सक्छु। किप अन फलोइङ फर मोर।